यसरी यसको ब्रस गरिदिनु भएन हौ। यो अल्छे दियो अल्छे थियो ब्रस त दिएको मैले गरेन है। ए नो 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 भन्दा ल 5 किलो वाओ हो त प्यार घुमे प्रसाद विराम शिक्षा नाक नगिनी मका। हेलो गाइज, स्वागत छ तपाईँहरूलाई मेरो जर्नीमा। आज चाहिँ म तपाईँहरूलाई यस्तो अर्ग्यानिक कुराहरू देखाउन गइरहेको छु। आज नरङ स्थित भूमि पूजा हुन गइरहेको छ अनि हामी चाहिँ थानतर्फ लाग्दैछौँ। ल भूमि थान चाहिँ हामी आइपुग्यौँ। अक्षता धोपको सङ्कलन हुँदैछ यहाँ चाहिँ। नागिना भन्दो रहेछन् अनि सुम्नीमा चाहिँ यता हुनुहुँदो रहेछ। घुमे प्रसाद विराम शिक्षा नाक नगिनी मका वाङको पधानी अङ्गले खल कुलो छिदो जोगी मनखन्ना खल खल होरी बाता खल जोगी मनखन्ना खल जलपादी सोझो मान्छे जस्तो साङ्गेना दोला साइ चालुङ खाली कुपो चालुङले सिकेला माथि भाषा म निम्बिने सम्झिमो भूमे भूमेना प्रसाद विराम शिक्षा निमने नाग नगिनी सोमे पार्वती दामी यो भाले चाहिँ पूजाको लागि हो। सबैजनाले ल्याएर राख्नु भएको छ। झन् कतिलो रहेछ। भालेहरू सरसफाइ गर्ने क्रममा हुनुहुन्छ। छोरो मलाउन भाले पोथी जोर मुसा मोदाम खिदाम खिसुमा मकुमा फ्रोसा ताम्बी रबसीको खामादीमा फ्रोसा ताम्बी रबसीको खामादीमा फ्रोसा पारुफु भाले पोथी जोर मुनको कानी जाम्बिन पुगोता नि सेबिन पुगोता बुढा मान्छेलाई दाहिने खिचेर लड्यो भने चाहिँ उसलाई राम्रो मानिन्छ, शुभ मानिन्छ। साथी चाहिँ भूमि पूजाको लागि हो। यहाँ घामले स्वास्वा भइरहेछ मित्र। त्यो सुँगुर चाहिँ व्यवस्था भइसकेको छ। मिलाएर नुहाइदिउँ। यसरी यसको ब्रस गरिदिनु भएन हौ। यो अल्छे दियो अल्छे थियो ब्रस त दिएको मैले गरेन है। नो भन्छ ए नो 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 भन्दा कमको हप्यो गरे केटाले पुछारबाट सुँगुर त गाई पहिले हाम्रो डिमान्ड हुन्छ यहाँ त्यसपछि उब्राएर ल 5 किलो ल ठिक छ को यसरी तानेपछि चाहिँ यसरी झर्दै आइटम छ के ए बी सी हबाक थियो नि गुर्रै लास पुरा ए क्वालिटी बी क्वालिटी सी क्वालिटी बोल्थे खासो नि हो त लाउ तब लाउ गरे केटाले गर्यो नि त यसरी गर्छ गर्नु पर्यो पुरा पञ्चामृत हो नि त
सिजुक्तिको अनि कङ्गोमा त दाल एकैछिनमै भिजाउँदैछ जाँड। वाउ हो त प्यारे हुन्छ 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 यति। हजुर हस् मा कोही घुमेको प्रसाद है यो। यो सबै देवी देवतालाई चढाएर यता चढाउनु पर्ने हुन्छ। घुमेको छ प्रसाद यो के भन्छ सुम्निया पारभाङले बनाएको जस्तो छ यो होइन खुलो घुमे खुलो देउता खुलो देउता खुलो देउता खुलो। यसको स्वाद चाहिँ यो पिउनेहरूलाई मात्रै थाहा हुन्छ है। यस्तो मिठो छ यस्तो मिठो छ के कुरा गर्नु र बाफ्रे। यो चाहिँ पुरै सबैजना मिलेर कोही भाँडा माझ्ने कोही यता पकाउने। ल भान्से मिलाएर मिलाएर लाउरे केटाहरूलाई झोलसँग खानुपर्छ अर्को अर्को जना अर्को जना सानो मान्छेको पालो खाने हो सुँगुर निम्बुको र राईको मिक्स भएपछि त सुँगुर त लहरै बस। सबैजना धमाधम हुनुहुन्छ। ची हो चिखाऊ ओहो यो चिले त अनि प्रसाद ल्याइयो बजाउने हो ल ल ल ल ल प्रसादको स्वाद लिउँ या साथीहरू। ल अब चाहिँ प्योर राई भयो योसँग होइन। कस्तो छ भाइ स्वाद मल छ काकासी कन्टिन्यू त्यो पिडेको ल दिमै दिनु पर्यो। माथि पूजा सकिसकेपछि चाहिँ यहाँनिर साकेला मनाउने रहेछन्। साकेला थान चाहिँ यस्तो बनाएको रहेछन्। ओहो साह्रै गजबको बनाएको रहेछन्। वाउ हेर्न सक्नुहुन्छ है साकेला थान। एकदम 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 संस्कृतिलाई झल्काएको देख्न सकिन्छ। वर्णाको सिङ हेर्न सक्नुहुन्छ यहाँ किराँत राईहरूको हाम्रो यो सांस्कृतिक के भन्नेलाई सामानहरू सबै यहाँ सजाएर राख्नु भएको रहेछ यो स्कुलको भवनमा। एकदमै एकदमै फाइनल्ली पूजा सकियो। पूजाको प्रसादहरू खाएर टक्क ज्यान बनाएर हामी साकेला नाच्न जाँदैछौँ। नाच्न भन्दा नि म चाहिँ हेर्ने हो। हाम्रो भाइले चाहिँ धुलो उडाउँछ। हिलो भइरहेछ भाइ नाचेर धुलो बनाउँछ फुरुरु उडाउँछ है एकदम अहिले भाइको कला हेर्नुहुनेछ तपाईँहरूले अवश्य पनि के फरक कला पुरै साकेला भाइ चलिरहेछ।
यसरी नाच्ने अब गजब 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 उपस्थिति चाहिँ एकदमै राम्रो छ ल